हेलो माई फ्यामिलीहरू, फेरि मुकबाङको भिडियो लिएर आएको छु है। के छ भन्दा चाहिँ बिहानीको खानु परिरहेको कति बज्यो बिहानमा खानु पनि 1 बजिसक्यो। सियान्छ मेचहरू जोराइरहेको छ। यो चाहिँ लाउँछ लागि भिडियोहरू चाहिँ हाल्नु पाएको छैन। Try गर्दा Mama. त्यो सुँगुरको मोमो है। घरमै किमा गरेर बनाएको। तिमीलाई ज्वरो आउँछ? चिचीको मोमो खाँदैन भने टिपेको नि हाल्दै भन्दैछ। ए म उल्टा उल्टा बोली पठाउँछु। मोमोको मासु खाँदैन भनेर चाहिँ मैले टिपेको कि त्यहाँ हालिदिनु भन्दैछ। मोमोको मासु टिपिदिएको मेरो छोरीले यहाँबाट टिपेर त्यहाँ टेबलमा राख। पिरो त्यो खाऊ, म पानी ल्याएर दिन्छु तिमीलाई। मेरो छोरा चाहिँ स्कुलबाट आएको छैन, स्कुलबाट आएर खान्छ उसले पनि। उसको मोमोको हाल्दै कि हाल्दै पार्दैछ। मोमो खान्छु हालिदिइहाल्छु। यो चाहिँ हो धनियाँ, छुर्पी, टमाटरको अचार। यो अचार चाहिँ लसुन धनियाँको हो, मलाई मनपर्ने चाहिँ हो। पिरो नि पिरो खाइदिँदैन, डल्लेको हो अचार पनि।
मोमोको चाहिँ सुप पनि छ तर खान सक्दिनँ, पेट भर्यो। बेसी भयो जस्तो चाहिँ त्यो खाइसकेर चाहिँ भाँडा धुन्छ यति साथीभाइहरू मोमोको भाँडाकुँडा। Unfinished. Atas udah. हजुर मिठो दिनु न अन्त तिम्रो उमा पनि मिठो भयो भन्दैछ। चाहिँ 2-3वटा मोमो हालेर आउँछु अन्त उसलाई पानी ल्याएर आइदिन्छु। ओ पानी ल्याएर आएको मेरो कोकमा अघि एट्याक गरेछ। यता आऊ पानी दिन्छु। अघि नै थियो होला 10वटा 11वटा जस्तो थियो। अहिले मैले कतिवटा हालेँ 1 2 3 4 15वटा जस्तो खाइसकेछु ल 15 16वटा ल पानी तिमीलाई चाहिँ तिमीलाई ज्वरो आउँदैछ कोक खाँदैन तिमी। खान्दिन म पानी मजाले खाऊ न भयो। ए तिम्रो पुस्ने लिएर आऊ त पुस्ने लिएर आऊ त तिमी खाँदैन त रहेछ। खै आऊ मुख पुस्छु हात पुसा ल आदि आदि ल मुख कर पुसा त्यसो गर तिम्रो तिम्रो मेरो होइन। तिम्रो पुसा न प्लिज प्लिज। छैन म खाइदिएँ ल आफ्नै चाहिँ खानु सक्नु पर्यो। पिरो छ लागिरहेको छ।
टाढो पऱ्यो मोमो खानुलाई। साथीहरू जुन चाहिँ हामीले इटिङ द फुड हेर्छ नि त्यसमा कसरी खान्छ नि हामी यति खाँदै त्यहाँ हुन्छ अनि कुरा हाँसिङ ल मोमो चाहिँ सुँगुरको हो मलाई चाहिँ खानु पुरा साह्रो पऱ्यो यो दुइटा चाहिँ लास्टमा एकछिनबाट खान्छु तपाईँहरू सबैलाई मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् सेयर कमेन्ट ओके बाई बाई